हाई नमस्ते साथीहरू गुड आफ्टरनुन गुड मर्निङ आफ्टरनुन हुन आँट्यो साथीहरू स्वागत छ मेरो अर्को न्यू डे न्यू भ्लगमा साथीहरू आज चाहिँ हामी बजार हिँडेको लक्ष्मी हेलो नमस्ते हामी चाहिँ बजार हिँडेको साथीहरू आज खासमा त मेरो त कामै थियो नि यसको काममा हिँडेको मेरो छोरा मेरो छोरा बिरामी छ छोडेर छिट्टो आउनुपर्छ है मेरो छोरा बिरामी छ क्या रुँदैछ त्यतिकै छोराको छोरा बिमारी भए पनि म चाहिँ बजार हिँडेको साथीहरू भरे आएर मेरो छोरा सिकिस्ता भइहाल्छ नि मलाई उसको बाउले फेरि पोका बोकेर कुदाउँछको तै चलाउँछस् तर के गर्नु साथीहरू बच्चा सुत्ताएर कुद्दाखेरि त मुत्नै बिर्सिएछ मुताएर मर्छ क्याम्पसमा आमा अनि तेरो ऊ ठुलो मामा चाहिँ जानु भएन ठुलो मामा ऊ प्रशासन जाने अब यो चोला पुऱ्याउनु जाँदा ढिलो भइहाल्छ के हुँदैन अब आफ्नो त्यो छोरा बिमारी भएछ निको हुन्छ निको हुन्छ रुगाले मात्रै ज्वरो आइरहेछ अहिले पनि त्यो साइली नत्र साइलीलाई त्यहाँसम्म बोला अनि स्कुटीमा जाउँ म फर्काएर आउँछु फेरि एक नजर हेरिदेऊ त तिम्रो कर्की नजर त मलाई एकदम मन पर्यो हौ बहिनी आज साथीहरू म चाहिँ बजार कतिको भ्लग बनाउन सक्छु है साथीहरू हेर्नु है त आज मेरो च्यालेन्ज भयो है तपाईँहरूसित है लु एक प्लेट मोमोको लागि चाहिँ मेरो इज्जत गुमाउँदिनँ भन्नु नभएको ए लु एक प्लेट मोमो होइन एक डोर चपाल किनिदिनुहोस् भने म बनाउँछु लु धेरैको होइन 600 रुपियाँ किन्दैन आफू त किन्नु नसक्यो ल किन्ने म चाहिँ खासमा त कति जङ्गलको मात्रै भिडियो बनाउनु भनेर मलाई बजारतिर जान्छु तर मलाई लाज लाग्छ क्या भिडियो बनाउनु मलाई लाज लाग्छ क्या चेरेपछि त लाज चले भुत्तुक्कै हुन्छ अनि यस्तो मान्छेले कसरी भिडियो बनाउँछ होला भन्छु घरिघरि चाहिँ त्यो जङ्गलतिर गयो भने त फेरि लाज लाग्दैन मलाई जङ्गलमा त बाबाले मात्रै हेर्छ मान्छे देखेपछि त मलाई साह्रै लाज लाग्छ मान्छेले हेर्दा लगाउँछ बाबाले हेर्दा लगाउँछ हो यो चाहिँ फेरि बाबाले हेर्दा लगाउँछ मान्छेले हेर्दा हुँदैन हो रोडको बिचमा नाच्न सक्छु समाउला धेरै समाउ दिनुको मलाई एउटा लाज लाग्छ क्या ल आज म चाहिँ कतिको बनाउनु सक्दो रहेछु है साथीहरू ब्लग हेर्दै गर्नु होला के गर्नु साइली लेखाएको छ बेसीको माइला कलिया जाने यसरी मलाई हात नलगाउन मन पर्दैन के नि यस्तो यति मानिलास भन्दाखेरि म फर्केर जान्छु घर गर्नु चाहिँ खोजेको तैँले के अँगालो मारेको नि साथी म बबितालाई फोन गर्छु त्यो ब्याङ्कमा छु भन्दै साथी हुँदा पनि तैँले मलाई चाहिँ किन यस्तो गरेको लक्ष्मी भन्छ मेरो छोरा पो बिमारी छ त कहिले कुरा नबुझेको तेरा पनि भरे डक्टर लिएर जान्छु डक्टर मेरो छोरा बिरामी छ त्यत्रो अहिले मैले अघि दाउरा काट्नु भनेको हो कि होइन के परे चङवाङ वाङ गङ्गी चाङगाङ गुङ के भन्छ भन्न यसरी चङलङ चुङलङ च्याङलङ गर्छ के हो के थाहा चिङडे मान्छे गुङ गुन्जिङ गाङ गुजिङ गुङ भन्छ होइन साथी हुँदा आज मलाई के किनिदिनु भने हेर्छु साथीहरू म तपाईँलाई नि यसले मलाई आज जबरजस्ती हिँडाएको छ के चाहिँ खुवाउँदो रहेछ मैले देखाएको बबिताले किनिदिन्छ बबिता कति भन्नुपर्छ ब्याङ्कमा छु अरे केटीहरूको पैसा आयो के भने ल भन्छ ल नानी बोलाउनु गएको नि त नानी बोलाउनु मेरो पाम्पेट हल्यो त्यही पनि म हिँड्दिनँ आएको क्या यस्तो विषयमा
किन सदा त प्लेनमा जान्छ होइन आज मेरो किन त्यस्तो पानी पेट हल्यो कस्तो दुख्छ कि खाने बित्तिकै सुते होइन आराम गरेको एकछिन त खाने बित्तिकै सुत्नु हुँदैन त ला खाने बित्तिकै सुतेको हो र फेरि बसेको एकछिन अनि त्यस्तो हिँडेर ला काट बच्चाहरू पनि चलाएर के नि ल ल जा म बच्चा त माउ जा म जान्न फर्किन्छु घर आज मैले मेरो खुट्टा हटाले गरेर मस्काएको छुइनँ के तेरो खुट्टा कसले हेर्छ त भाइ हेर्छ भरे मैले त मैले र मैले तेरो त नङै छैन आकाश रोकिदिन्छु के अरे त्यो गीत होइन म आफ्नो भाग्य आफै ला म त कुखुरालाई चारो माग्नु पर्ने थियो कि माग्न जानु फोन गर्नु पर्यो नि त कुखुरा कहाँ लगिहाल्नु छ कुखुरा कहाँ लिएर गएको होला कि म त चारो छैन क्या त चार आज छ भुस पनि छ तर भोलि त पुग्दैन क्या के भइदिएको थियो साथीहरू हामी चाहिँ अहिले धनकुटाको बोमुसी क्याम्पसमा छौँ साथीहरू हामी चाहिँ एउटा के माटोमा होला क्या माटोमा मैले खराब गाउँमा गएको छु होइन जताबाट भनेको के छैन भयो म चाहिँ यो क्याम्पसमा नपढि नै बुढेसकाल लागिसक्यो यसको चाहिँ काम छ क्या यसको ब्याचलर्स क्लियर गरेको सर्टिफिकेट दिन आएको ठाउँमा मात्रै पढ्नु नसर्नु अझै दुःखमा पाउनु आएको साथीहरू म चाहिँ नपढि नै बुढी भएँ यो क्याम्पसमा म अनुहारै देखेको हेरेको छैन साथीहरू है त भन्दै भरे भेट्छु है तपाईँ साथीहरू म चाहिँ बाटोमा फर्किँदैछु जङ्गलमा आइसकेँ म मात्रै छु अहिले चाहिँ लक्ष्मीको चाहिँ उतै काम अलिक ढिलो हुने भएर मैले ढिलो हुने भयो अनि त्यही भएर म चाहिँ आइहालेको मेरो छोराले बिमारी छ त्यही भएर म चाहिँ फर्केको साथीहरू बाटोमा छु यही जङ्गलमा जाँदैछु अहिले एक्लै सामान नानीलाई खाजा बोकेर फर्केको यहाँ चाहिँ के गर्न छ जहिले पनि है त साथीहरू म अब घरमा गएर भेट्छु ल साथीहरू यो चाहिँ आइपुगेको कि मलाई कुट्नु नि खोज्नु मलाई नि खोज्नु ऊ आइया खोज्नु अरे कस्तो रहेछ झन् सम्झेर आउँदैछु त फेरि म त तलबाट मात्रै हान्छु ओइ तेरो सिसा साले जहिले नि खोज्नु पनि आएको छ कुट्छ मात्रै हो जहिले पनि मेरो नि त यहाँ तँलाई डुक्छ हान्दाखेरि यो गाडीमा अलिकति ठोकेको साह्रो ठोकेको अरे ठोकेर यस्तो कति साह्रो दुख्छ मेरो सास प्राण खोज्दैछ अघि जान लागेको अघि जान लागेको बाइकबाट आएर जानु लाग्यो म तेरो घरमा बाइकसँग आएको छु त्यहाँ त बाहिर सुरुवाल त्यसमा मैले सुरुवाल त कति बाटो लाग्छ खुट्टा के भएको फुटेको नि यस्तो गर्छ साले कस्तो गर चटारिएको गाई जतिकै चटारिन्छ जस्ता टुटुली के अरे छ नाम टुटुले ए ल के ले अरे टुटुले के पो टुलटुल टुलटुल टुलटुले के हो
टुलटुले होइन हो कि सर्च गरेर मोबाइलमा टुलटुलो के टुलटुले हौ होइन उलु उलु बोल होइन उलु होइन टुलो टुलो हौ होइन टुलटुले नि होइन हौ टुलटुले टी भने आउँछ TUL टुलटुल त होइन त त्यो टुलटुल हो के छ त्यसको नाम टुल ए साथीहरू म चाहिँ कुखुरालाई चारो दिनलाई म कुखुराको खोरमा झरिसकेको छु साथीहरू सबै होइन नि अलिकति भोलि बिहान अलिकति झरिसके साथीहरू के गर्नु मेरो काम चाहिँ यस्तै हो पढ्ने बेलामा पढिएन जागरुक छैन अब के गर्नु त यिनीहरूलाई स्याहार्ने हो बस्ने हो अनि साथीहरू भिडियो मन परे लाइक सेयर र च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू के गर्नु अब तपाईँहरूले पनि मलाई नयाँ देखाइदिनु होला म सक्दो कोसिस गरौँ भिडियो राम्रो ल्याउने कोसिस गर्ने चाहिँ साथीहरू के गर्नु खासै अब भिडियो राम्रो बनाउने कोसिस जारी छ साथीहरू त्यस्तै हो म चाहिँ अब कुखुरालाई चारो पानी भित्र भेट्छु ल है त साथीहरू चाहिँ कुखुरालाई चारो पानी गर्छु अब चारो हो कुखुराले नै भोलि छाक्छ पुग्छ चारो बनाउनु पर्ने छ ला भन्दै जाला पानी पनि आज यसले थोरै बसाएछ सुँगुरलाई त्यो अलिकति चल्लेले सुँगुरलाई राखेको थोरै मोबाइल देखाएको त्यसलाई के गर्दैछ त्यो बाहिर चिसोमा चिसो भइगयो हेर ल आज अघि नै बसाएको त पानी हजुर आउँछ क्या छोरा बस न अब चार सुँगुरलाई चारो दिएर म आइहालेँ आउँछु क्या छोरा आउँछु यस्तो छ बाटो सुतेको छ यहाँ सुतेको छ नि भोलि सोतर ल्याइदिने बेला छन् त सधैँ रहेछ यसो त चिसो भएपछि निक्लिहाल्छ नरौ है छोरा म आएँ हौ हेत्तेरिका हो केटाकेटी भएपछि त खै कहाँ भल्लो मेरो छोरालाई अमै अमै साह्रो पारिहालेछ नि हौ कस्तो राम यो लुगा पनि उठाउनु पर्ने हेर्नु त यस्तो छ हालत हो मोजा लाएर बाहिर डुलेर आमा यो के गरेको यस्तो यो
कोठाको हालत सबै बाहिर फाल्ने हो त त्यो खेलाउनेहरू यहाँ घुमा राख्नु पर्दैन